राम्रो भयो है अन्त है कस्तो राम्रो भयो आज संगति वचन एकदम राम्रो थियो है कहाँबाट आउनुभयो नानीहरू हामी चर्चबाट चर्च छि गाई खाने धर्म मान्नेहरू पो छैन त विदेशी धर्महरू हजुर हो त हामी क्रिस्चियनहरू हो हामी चर्चबाट आउँदै गरेको अनि यहाँ हाम्रो अङ्कलले भन्नुभयो गाई खाने धर्म होइन तर गाई खान्छ र त भनेको त मैले अङ्कल त्यस्तो भन्न मिल्दैन हामीले त्यो गाई खाने धर्म भनेर तपाईँले हामी त्यो चर्चबाट आउँदैछौँ अनि तपाईँले क्रिस्चियनको विषयमा अथवा चर्चको विषयमा के बुझ्नु भएको छ तपाईँलाई चाहिँ कसले भनेर गाई खाने धर्म नै हो यो के बुझ्नुपर्छ र यो तिमीहरूको इस्युको बारेमा तिमीहरू गाई खाने धर्म होइन र तिमीहरूले हाम्रो रीति संस्कृति सघाउने भयो होइन नि त्यही तपाईँले गलत बुझ्नु भएको के गाई खाने धर्म होइन नि बाइबलले त्यसो भन्दैन अनि डलर पनि आउँछ अरे त पैसा पनि दिन्छ अरे त होइन नि दिदीले पनि गलत बुझ्नु भएको रहेछ क्या मेन कुरो भनेको चाहिँ यो क्रिस्चियन भनेको चाहिँ धर्म भन्दा पनि हामीले विश्वास हो यो चाहिँ विश्वास भन्ने कुरा चाहिँ कुनै रुपियाँ पैसाले अथवा डलरले किनेर हामी पाउँदैनौँ तर यो चाहिँ एउटा आस्था हो विचार हो जीवन भन्ने कुरा चाहिँ हामीले कुनै पनि रुपियाँ पैसा कुनै बहुमूल्य चिजहरूले हामी किन्न सक्दैनौँ त्यसै कारणले गर्दाखेरि चाहिँ हामीले जुन यो बाइबल बोकेका छौँ यो बाइबलमा चाहिँ यहाँनिर वचन छ जो यहाँबाट चाहिँ हामीले जीवन भन्ने कुरा पाउन सक्छौँ अनि त्यो जीवन चाहिँ यति बहुमूल्य छ कि त्यो जीवन चाहिँ आज कसैले पनि हामीलाई किनेर बेचेर पनि हामी पाउन सक्दैनौँ तिमीहरू त जादुगर पनि गर्छ अरे जादु पनि बिरामीलाई निको पार्छ भन्छ अरे डक्टर चाहिँदैन भन्छ अरे के हो तिमीहरूको यो कुरा चाहिँ हामीले विश्वास गरेको यसो ख्रिस्टले चाहिँ बिरामीहरूलाई निको पार्नुहुन्छ यदि तपाईँ पनि त्यस्तो कुनै रोगी बिरामीबाट निको हुन चाहनुहुन्छ भने हामीले विश्वास गरेको परमेश्वरलाई विश्वास गर्नुहोस् तपाईँकोमा पनि त्यस्तो समस्या पनि निको हुन्छ ए हो र भनेपछि पैसा आउँदैन तिमीहरूको होइन नि दाइ पैसाको लागि हामीले पैसाको लागि विश्वास गरेको होइन पैसाले हामीले अनन्तको जीवनहरू पाउँदैनौँ यदि हामीले प्रभु यीशु ख्रिस्टमा विश्वास गर्यो भने हामीले अनन्तको जीवनहरू पाउनेछौँ हामीले अनन्त जीवन पाउनलाई चाहिँ के गर्नुपर्छ त अनन्त जीवन पाउनका लागि त तपाईँहरूले यस्तो ख्रिस्टमाथि विश्वास गर्नुपर्छ अनि तपाईँहरूलाई आजको लागि समय धेरै छैन हामीसँग त्यसै कारणले तपाईँलाई आजको लागि हामी यो ट्र्याक दिइरहेको छौँ यो पढ्नुहोस् केही कुरा बुझ्नुहोस् त्यस पछाडि तपाईँहरू शनिबारको दिन हाम्रो चर्चमा आउनुहोस् त्यहाँ हाम्रो पास्टर बुवाले तपाईँलाई अझै धेरै कुराहरू बुझाउन सक्नुहुनेछ ल हुन्छ आन्टी जानुहोला नमस्ते नमस्ते ल हामी शनिबार आउँछौँ नि त त्यसो भए